मीराज जी के अपन 2 मिनट में मंतव्य राइट दिमाग लिए आगे कर रहे हैं और हमारे के बीच में केंद्रीय अध्यक्ष कुमार लिंग देव जी। धन्यवाद साथी। संपूर्ण उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू र यो 22 दलीय मोर्चाको कार्यक्रमका सभापति महोदय र 22 दलीय मोर्चाको कार्यक्रमका प्रमुख अतिथि ए माओवादीका अध्यक्ष श्रद्धेय कमरेड प्रचण्ड, विजय दाई, उपेन्द्र दाई, महन्त ठाकुरज्यू लगायत सम्पूर्ण नेतागण र यो तराई मधेसको जनकपुरको यो विशाल मैदानमा आज उपस्थित हुनुभएका 50,000 संघीयवादी मुक्ति चाहने जनताहरूलाई तपाईहरु जस्तै आन्दोलन लडिरहेको नेपालको पूर्वमा सङ्घर्ष गरिरहेको र भर्खर यो 22 दलको 2टा आमसभा इटरी र पाँचमा विशाल आमसभा सकेको पार्टी संघीय लिम्बुवान पार्टीको तर्फबाट र लिम्बुवानको लाखौं जनताको तर्फबाट यहाँलाई सलाम, नमस्ते, जय मधेस, जय लिम्बुवान भन्न चाहन्छु। केपी ओलीलाई हामी 22 दलले काठमाडौँको खुल्ला मञ्चमा 30,000 जनताहरूको आमसभा गर्दा 22 दलको 2200 जना मान्छे देख्ने केपी ओली, बामदेव गौतम र बीबीसीको रविन्द्र मिश्रलाई आज जनकपुरमा आएर म हेर्न आग्रह गर्न चाहन्छु। यहाँ कसरी हजारौं मान्छे उभिरहेका छन्। र मित्रहरू, छोटकरीमा यही बताउँ कि हामी मधेस र हामी लिम्बुवानलाई फरवर्ड राम्रो महाराजलाई जहिले पनि यो सिंहदरबारले र एमाले र काङ्ग्रेसले छुटाउने कोसिस गर्यो। धेरै समयपछि आज मधेस र लिम्बुवान एक ठाउँ भएको छ। आज जनकपुरमा कुनै दमनदारले हाम्रो 5 तहमा आगो लाग्छ, हाम्रो ताप्लेजुङमा आगो लाग्छ मित्रहरू। र हामीलाई विश्वास छ हाम्रो लिम्बुवानमा कुनै दमन गर्ने अत्याचार अब बनाइ नभयो भने हाम्रो जनकपुरमा आगो लाग्नेछ भन्ने हामीलाई विश्वास छ मित्रहरू। अब यो देशमा पैसा दिएर नदिने, मधेस दिएर नदिने, लिम्बुवान दिएर नदिने, काङ्ग्रेस एमाले एकातिर र 22 दल एकातिर भएर अब विशाल लडाइँ सुरु हुन्छ मित्रहरू। अब विशाल आन्दोलन सुरु हुन्छ र म यही भन्न चाहन्छु, अबको यो आन्दोलन, यो लडाइँ शान्तिपूर्ण हुन्छ र मेरो आग्रह छ, हाम्रो आग्रह छ सारा प्रहरी प्रशासन र सेनालाई अबको लडाइँमा तपाईँहरू तटस्थ भएर न काङ्ग्रेसतिर न हामीतिर कहीँ पनि नलागे तपाईँहरू तटस्थ भएर बसेर म आग्रह गर्न चाहन्छु। अब मधेसको 53 जना शहीद, लिम्बुवानको शहीद, फरवर्डको शहीद, जनयुद्धको शहीदहरू, विभिन्न आन्दोलनको शहीदहरूको रगत चुस्ने एमाले र काङ्ग्रेससँग अब रेखा खोलेर लड्ने हामीले विचार गरेका छौँ मित्रहरू। म धेरै समय लिन चाहन्न। यो लिम्बुवान र मधेसको एकता, यो लिम्बुवान र माओवादीको एकता, यो फरवर्ड र महाराजको एकता, यो नेवार र कामसालीको एकता यो कहिले पनि नचुरोस् र यो 50,000 जनताहरूको अगाडि म सारा आजाद लिम्बुवान बासीलाई खबर दिन चाहन्छु कि जसरी हामी लिम्बुवान उठेका छौँ, मधेस जुरुक्कै उठेको रहेछ। म यही खबर लगेर जानेछु मित्रहरू। हाम्रो एकता, हाम्रो 22 दलको एकता नछुटोस् र काङ्ग्रेस र एमालेको विरुद्धमा अब निर्णायक सङ्घर्ष हुनुपर्छ र सुरक्षाकर्मीहरू तटस्थ बिचमा बसिदिन म आग्रह गर्न गर्दै म बिदा हुन चाहन्छु। जय मधेस, जय लिम्बुवान। धन्यवाद। हमरा सबके बीच में सद्भावना पार्टी के